Oh my god, guys, what I'm making this morning. Day now. Hello everyone, welcome to my YouTube channel. So हजुरहरूलाई चाहिँ पक्कै पनि थाहा होला म चाहिँ आज मिनी ब्लग बनाउन गइरहेको छु। म चाहिँ बिहानै उठेर रेडी भएर के बनाइरहेको छु भने आज चाहिँ मैले यो माला बनाइरहेको छु है, आफै हातले उनेर बनाएको हो यो। सो हजुरलाई चाहिँ म प्रोसेस देखाउने छु है। मैले बिहानदेखि बनाएर लामो बनाइसकेँ, हेर्न सक्नुहुन्छ। मैले चाहिँ एउटा हातले अर्को हातको औलामा यसरी अड्काएर तान्दै मजाले गरिरहेको छु। अनि मैले चाहिँ बिचमा त्यो ठुल्ठुलो बुट्टा निहालेको छु। म तपाईँलाई देखाउँछु है। पहिला मेरो यो सानो बुट्टा हेरौँ है त। सो म चाहिँ बनाउँदैछु। यो चाहिँ बनाइसकेपछि म हजुरहरूलाई पार्ट 2 मा पनि देखाउने छु। यसको चाहिँ हामीले मालादेखि लिएर चाहिँ पनि बनाउन सक्छौँ। सो म चाहिँ अहिले बनाइरहेको छु। म हेर्न सक्नुहुन्छ मेरो हात। हजुरले चाहिँ यत्रो लामो भइसक्यो मेरो चाहिँ है। मैले यसरी बुट्टा हालेको छु। बिचमा ठुलो गरेर फेरि सानो गर्दै, बिचमा ठुलो गर्दै फेरि सानो गर्दै गरेर बुट्टा हालेको छु। म हजुरलाई देखाउने छु। अनि म चाहिँ गीत गाउँदै बनाइरहेको थिएँ, किनभने मजा पनि आइरहेको थियो यसमा। हेर्न सक्नुहुन्छ। अब चाहिँ म यसमा ठुलो बुट्टा हाल्ने छु। मैले चाहिँ यो कहिले छिटो कहिले ढिलो गर्ने गर्दछु है। यो चाहिँ मेरो आज यो मैले चाहिँ यो फर्स्ट टाइम बनाएको थिएँ। तर फर्स्ट चाहिँ होइन, यस्तो लामो चाहिँ मैले बनाएको थिइनँ अहिलेसम्म। तर मैले आज बनाइरहेको छु है। यो चाहिँ मलाई एकदमै लामो बनाएर यसको नेकलेस या ब्रेसलेट बनाउन मन छ। हेर्न सक्नुहुन्छ मैले चाहिँ ठुलो बुट्टा हालेको छु। ओ गाइस, मेरो चाहिँ हातबाट छुट्यो। सो ठुलो बुट्टा रेडी भइसक्यो। फेरि सानो बुट्टा गर्दै सानो बुट्टाको अलिकति लम्बाइ हेर्न सक्नुहुन्छ। मैले चाहिँ यति लामो बनाइसकेको छु। यसको चाहिँ हामीले ब्यागको मालादेखि लिएर ब्यागको त्यो धागोसम्म बनाउन सक्छौँ है। Thank you for watching. This was for today. Like, share and subscribe to my channel for more parts. Part 2. Bye bye.